मुलुकको संघीय राजधानी रहेको काठमाडौँको प्रवेशद्वारमै अवस्थित छ चन्द्रागिरी नगरपालिका, जसले धार्मिक, ऐतिहासिक, पर्यटकीय र शैक्षिक सम्भावनाका अनेकौं गन्तव्य बोकेको छ। यस्तै गन्तव्य मध्ये स्वास्थ्य सेवाको केन्द्र बन्ने गन्तव्यमा अग्रसर छ चन्द्रागिरी नगरपालिका। स्थानीय जनप्रतिनिधिको समर्पणले जनतालाई सहज, सुलभ, गुणस्तरीय सेवा दिन चन्द्रागिरीले स्वास्थ्य क्षेत्रको नयाँ हब बन्नेतर्फ ध्यान केन्द्रित गरेको देखिन्छ। केही वर्ष अघिसम्म चन्द्रागिरीका धेरै बासिन्दाहरू स्वास्थ्य सेवा लिनका लागि केन्द्रीय अस्पताल धाउनु पर्ने बाध्यता थियो। सुविधा, जनशक्ति र पहुँचको अभाव आम समस्या थिए। अहिले यहाँका बासिन्दाले पाएको गुणस्तरीय स्वास्थ्य सेवाले परिचय त फेरिएको छ नै, नयाँ पहिचान पनि बन्न थालेको छ। नागरिकलाई सहज र सुलभ रूपमा सुपथ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने योजना अनुरूप यहाँका जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेका छन्। यो सेवालाई चाहिँ घर दैलोमै पुर्याउनु पर्छ भनेर हामीले केही वर्षदेखि घर दैलो नर्सिङ सेवा प्रदान गरेको छ। यो साथ नेपालभरिमा जम्मा 3-4वटा नगरपालिकाले प्राप्त गरेको छ। त्यसमा यो नगरपालिका पनि त्यो पाइलट प्रोजेक्टमा गएको छ, जहाँ नगरपालिका र सम्बन्धित निकायको सहयोगबाट हामीले 15 जना नर्सहरूलाई घर घरमा नै सेवा प्रदान गर्न हामीले सेवा प्रदान गरिरहेका छौँ। र त्यसमा स्वास्थ्य स्वयंसेविकाहरू पनि सँगसँगै त्यसमा संलग्न भइरहनु भएको छ र सम्बन्धित वडाका स्वास्थ्य कर्मी साथीहरू, जनप्रतिनिधिहरू पनि त्यसमा खटिरहेको अवस्था छ। र अहिले हामीले तुरुन्तै पनि नगरपालिकाले अब त्यतिले पनि स्वास्थ्य सेवा अझ पर्याप्त हुन सकेन, त्यसलाई अझ पर्याप्त रूपमा लानको लागि नगरपालिकाले अहिले हरेक वडामा एक डाक्टर राख्ने नीति अन्तर्गत हरेक वडामा अहिले हामीले डाक्टरको व्यवस्थापन गरिदिएका छौँ। अब चाहिँ बिहान 8 बजीदेखि 11 बजीसम्म डाक्टरी सेवा हुँदाखेरि 10 बजीदेखि 5 बजीसम्मको सामान्य सेवाबाट थप 2 घण्टा सेवा थप पनि भयो। र त्यसको अलावामा डाक्टरी सेवाले पनि त्यहाँ संलग्न हुँदाखेरि हाम्रो एनालाइजर मेसिन सहितको ल्याब टेक्निक सहित हाम्रो त्यही वडामा संलग्न भएको छ। र डाक्टर सेवा आइसकेपछि उहाँलाई बिरामीहरूले चाहिँ तत्काल अवस्थामा चाहेका अरू थप परीक्षणहरू र थप चाहिँ उहाँको चाहिँ औषधि उपचारहरू चाहिँ गर्न सक्ने अवस्थामा हामी पुगेका छौँ। र 15 वडामा रहेका डाक्टरी सेवाबाट नागरिकले घर दैलोमै नै डाक्टरी सेवा, घर दैलोमै नर्सिङ सेवा र सम्बन्धित वडामै त्यो सेवा प्राप्त गर्ने अवसर प्राप्त गरिसकेका छौँ। नगरवासीलाई आफ्नै क्षेत्रमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य अनुसार नेतृत्वले चन्द्रागिरी नगरपालिकामा 3वटा महत्त्वपूर्ण स्वास्थ्य पूर्वाधार अघि बढाएको छ। माता तीर्थ आयुर्वेदिक अस्पताल, प्राकृतिक उपचारमा भर पर्दो विकल्प। माता तीर्थको हरियाली वातावरणमा रहेको आयुर्वेदिक अस्पताल नगरपालिकाको छुट्टै पहिचान हो। वैकल्पिक चिकित्सा प्रणालीमा विश्वास गर्ने नागरिकका लागि यो अस्पताल आशाको केन्द्र बनेको छ। चन्द्रागिरी नगरपालिकाको वार्ड नम्बर 8 मा स्थापना गरिएको यो आयुर्वेदिक हस्पिटलमा नगरपालिकामा त्यो एउटा स्वास्थ्यमा चाहिँ पाइल्सको अपरेसन समेत गर्ने वातावरण हामीले सृजना गरिसकेका छौँ। र आयुर्वेदिक पद्धतिबाट उपचार गर्नेमा अत्याधुनिक नभनौँ यसलाई एकदम प्राचीन पद्धतिबाट गरेका यो एकदम सुविधा चाहिँ हामीले त्यहाँ प्रदान गरिसकेका छौँ अहिले। र त्यसमा अहिले अझ स्तरीकरण गर्न र आयुर्वेदिक जडीबुटी उत्पादन गर्नलाई आयुर्वेदिक जडीबुटी उद्यान पनि हामीले स्थापना गरिसकेका छौँ। यहाँले गएर हेर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ अहिले नगरपालिकाले छुट्टै आयुर्वेदिक जडीबुटी उत्पादन गर्ने उद्यान पनि सब हामीले गरिसकेका छौँ। र त्यो उद्यानबाट उत्पादित जडीबुटीलाई बिक्री वितरण गरेर आयोजन गर्नलाई सम्बन्धित त्यहाँका समितिहरूलाई पनि संलग्न गराएका छौँ। र नगरपालिका र सम्बन्धित समितिहरू मार्फत त्यो आयुर्वेदिक जडीबुटी उद्यानलाई संरक्षण र सम्वर्धन गर्ने कामहरू अगाडि बढिसकेको छ। र त्यो आयुर्वेदिक हस्पिटल सायद मलाई लाग्छ काठमाडौँमा यो हाम्रो मात्रै यो पहिलो यस्तो राम्रो उदाहरण छ। र जहाँ हामीले नरदेवी आयुर्वेदिक हस्पिटलको सेटेलाइट क्लिनिक पनि हामीले व्यवस्थापन गरेका छौँ, जसबाट आयुर्वेदिक चिकित्सा पद्धतिमा उपचार हुने सबै सौना लगायतका सम्पूर्ण सेवाहरू त्यहाँ प्राप्त हुन्छन्। एकदम महँगो खर्च गरेर बाहिर चाहिँ आधुनिक चिकित्सा पद्धति अनुसार जानुपर्ने खर्चलाई कम्तीमा पनि त्यो प्राचीन पद्धतिबाट गर्ने सुविधाहरूलाई पनि हामीले त्यहाँ चाहिँ सेवा प्राप्त गराएका छौँ, जहाँ विदेशीहरू पनि आएर उपचार लिइरहेको अवस्था छ। र धेरै हाम्रा पुराना नागरिकहरू र अन्यत्र आधुनिक सुविधाबाट आधुनिक चिकित्सा प्रणालीबाट उपचारमा निको नभएका बिरामीहरू पनि त्यहाँ आएर चाहिँ बिरामीले आफ्नो लाभ लिइरहेको अवस्था चाहिँ त्यहाँ छ। जसले गर्दाखेरि हामी आधुनिक चिकित्सा पद्धतिको नगरपालिकाको आफ्नै हस्पिटल र प्राचीन चिकित्सा पद्धतिको नगरपालिकाको आफ्नै आयुर्वेदिक हस्पिटललाई सँगसँगै हामीले दुवैलाई सँगसँगै लगिरहेका छौँ। औषधालयबाट आयुर्वेदिक अस्पतालमा स्तर उन्नति गरिएको यस संस्थामा मुख्य रूपमा पञ्चकर्म सेवा, छारसूत्र सेवा, आयुर्वेदिक परामर्श सेवा, जडीबुटी तथा प्राकृतिक औषधि सेवा, स्त्री तथा प्रजनन स्वास्थ्य सेवा, आयुर्वेदिक फार्मेसी सेवाहरू निःशुल्क रूपमा उपलब्ध छ। पुरानो पुस्ताले रुचाइएको मानिएको
आयुर्वेदिक चिकित्सा सेवालाई अहिले भने नयाँ पुस्ताले समेत ग्रहण गर्न थालेका छन्। मानिसको बढ्दो व्यस्तता, अस्तव्यस्त जीवनशैली, मानसिक तनावको सजिलो र प्रभावकारी सेवा मानसिक स्वास्थ्य व्यवस्थापन बन्न थालेको बताउनुहुन्छ अस्पताल प्रमुख नारायण प्रसाद आचार्य। चन्द्रगिरी नगरपालिकाद्वारा स्थापित आयुर्वेद र नेपालमा प्रचलित सम्पूर्ण वैकल्पिक चिकित्साका विधिहरू समेटेर लैजाने उपचार सेन्टर हो यो र नेपालमा चाहिँ नि आयुर्वेदको मेन मेरुदण्ड मानिएको पञ्चकर्म उपचार विधिलाई प्रमुख आधार बनाएर यो अस्पतालको वृद्धि विकास गरिएको छ। हालसालै शल्य चिकित्साको पनि सुरुवात गरिएको छ र अहिले यहाँबाट पञ्चकर्म अनि छारसूत्र स्पेसल्ली आयुर्वेदमा गरिएको शल्य चिकित्साको विशेषज्ञ सेवा नेपालमा पहिलोचोटि स्थानीय स्तरमा लाने चन्द्रगिरी नगरपालिका भएकोले र त्यस नगरपालिकाको उदाहरणीय अस्पताल छ यो र हाल यस अस्पताललाई नेपाल सरकारले पनि नमुना अस्पताल घोषणा गरेर यसको हामीले कसरी काम गरेका छौँ भनेर विभिन्न स्थानमा सफलताको कहानी कथा भन्नको लागि हामीलाई निमन्त्रणा गर्ने र यहाँ आएर हेर्ने गर्नुभएको छ। हालसालै अहिले हामीले चाहिँ नि चन्द्रगिरी नगरपालिका र सामुदायिक वनसँग मिलेर जमुना डाँडा सामुदायिक वनमा आयुर्वेद जडीबुटी उद्यान सञ्चालन गरेका छौँ। यस उद्यान चाहिँ नि विशेष गरी चाहिँ अध्ययन र अनुसन्धान गर्नेहरूको लागि स्थानीय स्तरले मात्रै नभएर प्रदेश र सङ्घको पनि नेपालमा पहिलोचोटि यो नयाँ कन्सेप्ट छ। किनकि 40-30 वर्ष पहिला एउटा पहिरो जाने डाँडोलाई त्यसमा चाहिँ स्वतः प्राकृतिक रूपले जन्मेका उत्तिसका रुखहरूलाई विस्थापित गर्दै आयुर्वेदका जडीबुटीहरूले आधुनिक वनको विकास गर्ने नीति अनुरूप हामीले अहिले गरेका छौँ र अहिले नेपालको विभिन्न ठाउँहरूबाट काठमाडौँका विभिन्न कलेजहरूबाट यस वनको निरीक्षण गर्न र अध्ययन गर्न पनि आउने गर्नुभएको छ र यहाँ आउने कस्टमरहरू मुख्य गरेर यो ढाडकम्मरको दुखाइ नसा च्यापिनेहरू र अहिले हामीले मानसिक रोगको उपचारको लागि विशेष सेवाहरू लिएर गएका छौँ र जसलाई निद्रा नलाग्ने डिप्रेसन एन्जाइटी हुने बिरामीहरू चाहिँ टाढा टाढाबाट आएर यहाँ 1 हप्ताको कोर्स गरेर उहाँहरू पुनः काममा फर्किन सक्ने हुनुभएको छ र अहिले हामीले औषधि वितरण मात्रै नगरेर विभिन्न किसिमका थेरापीहरू गरेर बिरामीलाई पुनः उनीहरूको काममै फर्काउने अभियान चलाएर एउटा नयाँ मेसेज दिने प्रयास गरेका छौँ। अहिले हामीले दैनिक ओपिडीमा 70-75 जनाको हाराहारीमा दैनिक हेर्छौँ र थेरापीको लागि भनेर हामीले एक दिनमा 30 देखि 40 थेरापीहरू लाने गरेका छौँ। 7 जना कर्मचारीहरूको उपलब्धता छ र यसले भएको जति जनशक्ति छ त्यसको उच्चतम प्रयोग गर्ने प्रयास गरेका छौँ र पहिला आयुर्वेदमा चाहिँ जाने बुढाबुढी जाने अनि धुलो औषधि ल्याउने ग्यास्ट्रिकको औषधि ल्याउने भनेर जुन ट्रेन थियो त्यो ट्रेनबाटलाई हामीले चाहिँ नि अलिकति क्रस गरेर नयाँ युवा पिँढीहरूलाई आकर्षण गर्ने उनीहरूमा भएको समस्याहरू समाधान गरिदिने विशेष गरेर मानसिक रोगको व्यवस्थापनको लागि यङ जेनेरेसन आउने गर्नुभएको छ। केही महिना अघिबाट शल्यक्रिया सेवा समेत सुरु गरेको यस आयुर्वेदिक अस्पतालमा नगरभित्रका मात्र होइन छिमेकी पालिकाबाट समेत सेवाग्राही सेवा लिन आउने गरेका छन्। नमस्कार, म प्रभा रिजाल। म चाहिँ नागार्जुनबाट यो चन्द्रगिरी आयुर्वेद हस्पिटलमा सेवा सुविधाको लागि विगत 10 दिनदेखि यहाँ आएको छु। मेरो चाहिँ नसा च्यापिएको L3, L4, L5, S1 र यो घाँटीको पनि नसा च्यापिएको छ। MRI गरेर हेर्दाखेरि म विभिन्न हस्पिटलहरूमा धाएँ, आयुर्वेदिकमा पनि धाएँ र अन्य हस्पिटलहरूमा पनि धाएँ र नभएको कारणले गर्दाखेरि चाहिँ असाध्यै धेरै पीडा भएको भएर यहाँ यो सेवा छ भन्ने थाहा पाएर यहाँ आएपछि चाहिँ यहाँको एउटा डाक्टर साहबको चाहिँ एउटा उहाँले दिने सेवाहरू, बोल्ने एउटा शैलीहरू, उहाँका व्यवहारहरूले चाहिँ मलाई एकदमै प्रभावित बनायो र उपचारको क्रममा आज 10 दिनमा मलाई यो खुट्टा देब्रे साइडको खुट्टा चाहिँ एकदमै लाटो हुन्थ्यो, त्यो अलिक कम हुँदै गएको छ र मेरो यो अलि धेरै पुरानो भएको छ भन्नुभएको छ। अझै पनि धाउनुपर्छ, म अझ 1 हप्ता जति धाउनुपर्छ भनेर भन्दै हुनुहुन्छ डाक्टर साहबले। एकदमै राम्रो छ।
मैले यो हस्पिटलको लागि यो सरकारले गरेको चाहिँ काम चाहिँ सराहनीय लाग्यो। झट्ट हेर्दा स्वास्थ्य चौकी जस्तै संरचना, तर विशेषज्ञ सहितको स्वास्थ्य सेवा दिइरहेको यो हो चन्द्रागिरी वडा नम्बर 4 मा रहेको प्राथमिक अस्पताल। स्थानीय सरकारको पहलमा यसलाई प्राथमिक अस्पतालमा स्तर उन्नति गरेपछि यस संस्थाबाट अहिले दैनिक 200 भन्दा बढीले सेवा लिने गरेका छन्। यस नगर अस्पतालको नजिकै थप पूर्वाधार सहित संरचना निर्माण भइरहेको छ। नगर अस्पताल स्थापना भइसकेपछि यो विशेषज्ञ सेवाहरूलाई चाहिँ बाहिर जानु पर्दैन। अहिले हाम्रो विशेषज्ञ सेवा त्यहीँबाट उपलब्ध हुन्छ। मुटुको विशेषज्ञ डाक्टर साहब आउनु भएको छ। अहिले चाहिँ हाम्रो यो आँखाको विशेषज्ञहरू आउनुहुन्छन् र त्यहाँ सम्पूर्ण यो ल्याब सेवाहरू पनि उपलब्ध भएको कारणले सबै जनताहरूले चाहिँ स्वास्थ्यको पहुँच सहज ढङ्गले चाहिँ हामी चन्द्रगिरी नगरपालिकाले व्यवस्थापन गरेको छ। विशेषज्ञ सेवा समेत दिइरहेको यस अस्पतालले छिटै नै डायलिसिस सेवा दिने समेत तयारी गरेको छ। दैनिक चाहिँ 200 देखि 300 जना हाम्रो ओपिडी बिरामीहरू आउनुहुन्छ। जस्तै हाम्रो इमर्जेन्सीमा 20 देखि 25 जना हाम्रो सेवाग्राहीहरू आउनुहुन्छ भने हाम्रो यस अस्पतालमा फार्मेसी, बिमा, हाम्रो स्वास्थ्य बिमाको चाहिँ मुख्य सेवाग्राहीहरू आउनुहुन्छ भने अरू नन स्वास्थ्यग्राहीहरू पनि आउनुहुन्छ। त्यसपछि हाम्रोमा ल्याब छ, डिजिटल एक्सरे छ विथ कम्प्युटराइज हाम्रो रिपोर्टिङ, अनि हाम्रो अल्ट्रासाउन्ड छ। हाम्रो रेडियोलोजी डाक्टर पनि आउनुहुन्छ, मैले पनि गर्छु स्क्रिनिङ अल्ट्रासाउन्ड। भर्नाको रूपमा हामीले पनि सुरु गरिसकेका छौँ। अब हाम्रो छिटै नै 1-2 महिनामा हामीले अपरेसन कक्ष पनि सुरु गर्दैछौँ। लायन्स क्लब र हाम्रो नगरपालिकाको सहयोगमा चाहिँ हामीले 7 वटा डायलिसिस मेसिन, यो बेडहरू चाहिँ प्राप्त गरेका छौँ। हामीले केही समयमा नै हामीले मिल्यो भने चाहिँ हामीले आफ्नै अस्पतालको मार्फत अथवा हामीले सशस्त्र प्रहरी अस्पतालबाट चाहिँ हामीले सेवा चाहिँ सुरु गर्ने चाहिँ हाम्रो लक्ष्य छ। विशेषज्ञ सेवाहरूमा हामीले म आफै एमडी जिपी भएँ। त्यसपछि हाम्रो मुटु रोग विशेषज्ञ डाक्टर आउनुहुन्छ, डाक्टर विनय, हाम्रो डाक्टर तारा, हाम्रो गाइनोकोलोजिस्ट डाक्टर आउनुहुन्छ, हाम्रो आँखा विशेषज्ञ डाक्टरहरू पनि हप्तामा 2 दिन। त्यसपछि हाम्रो रेडियोलोजिस्ट डाक्टरबाट नै हाम्रो अल्ट्रासाउन्ड सेवाहरू भइरहेको छ। नगरपालिकाले स्थानीय जनताको स्वास्थ्य सेवा पहुँचका लागि जति लगानी गरेको छ त्यति नै अन्य जिल्लाबाट स्वास्थ्य सेवा लिन आउनेहरूको लागि ध्यान केन्द्रित गर्न थालेको छ। थानकोटमा बन्ने प्रक्रियामा रहेको प्रसुति तथा स्त्री रोग विशेषज्ञ अस्पताल यसको उदाहरण हो। 1 अर्बको वेल इक्विप्ड मेटरनरी स्याटेलाइट हस्पिटल चाहिँ त्यहाँ हाम्रो निर्माण हुन लागिरहेको छ र त्यो सबै तयारी पुरा भइसकेको छ। र त्यसको लागि नगरपालिकाले अस्पताल निर्माण गर्न र यो प्रसुति अस्पताल निर्माण गर्नको लागि 23 रोपनी जग्गा नेपाल सरकारबाट हामीले मन्त्री परिषदबाट निर्णय गराएर हामीले प्राप्त गरेका छौँ र त्यहाँ अहिले त्यो अस्पताल निर्माण गर्न लागिरहेका छौँ। जर्मन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा थापाथली स्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालको स्याटेलाइट अस्पतालका रूपमा सो स्थानमा बन्ने नयाँ अस्पतालको सेवाबाट छिमेकी जिल्लावासीले समेत लाभ लिने अपेक्षा गरिएको छ। जर्मन सरकारले केएफडब्ल्यू को लगानीमा र यो अहिले हाम्रो प्रसुति गृह थापाथलीको सहकार्यमा करिब 1 अरबको चाहिँ यो हस्पिटल, प्रसुति हस्पिटल बन्दैछ। यो बनिसकेपछि हाम्रो छिमेकी जिल्लाहरू मकवानपुर, धादिङ र नुवाकोट समेतको चाहिँ हाम्रो बिरामीहरू, प्रसुतिका बिरामीहरूलाई यहीँ उपचार गर्ने र मातृसेवामा चाहिँ ठुलो उपलब्धि हुने हामीले सोचेका छौँ। र नगरपालिकाले पनि यो अवस्थालाई चाहिँ हेरेर थापाथली अस्पतालबाट सेवा दिने सबै सेवाहरू हामी अहिले प्रसुति सेवा मार्फत या थानकोट प्राथमिक अस्पतालमा सँगै बनेको यो प्रसुति हस्पिटलबाट चाहिँ सेवा प्रदान गर्ने अहिले साउन 7 गते चाहिँ यो टेन्डर हुन्छ। त्यो प्रसुति सेवाको त्यो टेन्डर भइसकेपछि त्यो 35 दिनपछि सायद दसैँको छेउछाउबाट चाहिँ त्यो प्रसुतिको हस्पिटल पनि बन्ने चरणमा छन्। नगरपालिकालाई सुन्दर बनाउन केवल त्यहाँको भूगोल मात्र नभई विकासको गति र नागरिकको सेवामा देखिएको प्रतिबद्धताले अझ आकर्षक बनाएको छ। स्थानीय जनतालाई आवश्यक पर्ने सेवा सुविधा उपलब्ध गराउन र विकास निर्माणलाई अघि बढाउन यस नगरपालिकाका जनप्रतिनिधिले जुन मेहनत गरिरहेका छन् यसले पनि
नगर क्षेत्रलाई थप सुन्दर, आकर्षक र सुविधायुक्त बनाइरहेको छ। चन्द्रागिरी अब केवल राजधानी प्रवेशद्वार मात्र होइन, समावेशी, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रवेशद्वार बन्दैछ भन्ने आम नागरिक विश्वस्त देखिन्छन्। धन्यवाद।